एकैसाथ बोलाए सिङ्गो युरोपका नेपाल हाकिम। 2 हात जोडेर बिसाए यस्तो बिन्ती। नेपाल ब्ल्याकलिस्टबाटै हट्दैछ। सिंहदरबार भित्र साँच्चीकै सुरु भयो नयाँ युग। मेटियो बिचौलियाको नामो निशान। जनताका कुरा सम्बोधन हुने गरी कोरिँदैछ कानूनका दफा। बालेनले विरोधका लागि विरोध गर्नेलाई बाइपास गर्दै सिङ्गो सिस्टम नै गर्दैछन् सफा। सिंहदरबार भित्र वर्षौंदेखि जरा गाडेर बसेका बिचौलिया र सेटिङका पर्खालहरू रातारात भत्किएका छन्। यो समाचार रिपोर्टको कुरा तपाईले बुझ्नै पर्छ, किनकि दशकौं पछि पहिलो पटक देशको मुटुमा एउटा साँचो, चम्किलो र आशा लाग्दो नयाँ युगको सुरुवात भएको छ। बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेको जम्मा 2 महिना हुँदैछ, तर यसले ल्याएको सकारात्मक तरंगले देशको कुना कुना छोएको छ। जुन सिंहदरबारमा हिजोसम्म आम मानिसको पहुँच थिएन, आज त्यही सिंहदरबारको ढोका जनताका लागि खुल्दैछ र पुरातन राजकाजको शैली तीव्र गतिमा बदलिँदैछ। तथ्यले आफै सत्य बोल्दैछन्। शक्तिको आडमा वर्षौं काठमाडौँ नछाड्ने 6,500 भन्दा बढी कर्मचारीलाई देशभर खटाइएको छ। साथीहरू, यो प्रधानमन्त्री बालेन्द्र शाह युरोपियन युनियनका प्रतिनिधिहरूसँग भेटघाट गर्नुभएको भिडियोहरू। अहिलेसम्मका प्रधानमन्त्रीहरू धेरै यसरी चाहिँ राजदूतहरूसँग एक्लै भेट गरेको भिडियोहरू अथवा तस्बिरहरू हामीले देख्न पाइरहेका थियौं। तर बालेन्द्र शाह चाहिँ कसैसँग यसरी एक्लो चाहिँ कुरा गरेको अथवा चाहिँ वार्ता गरेको भिडियो चाहिँ आउन सकेको छैन। उहाँले चाहिँ यसरी गर्नुभएको छैन। हरेकलाई एकै ठाउँमा राखेर सबैलाई एउटै हिसाबले लिनु चाहिँ यो देशको लागि पनि एउटा गर्वको कुरा हो। यति ढुक्क भन्न सकिन्छ कि बालेन्द्र शाहले चाहिँ देश र जनताको विपक्षमा काम गर्नु हुँदैन भन्ने कुरा चाहिँ क्लियर रूपमा बुझ्न सकिन्छ। पहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना एकजना प्रतिनिधि पठाउँदा पनि उहाँले चाहिँ एउटा इन्कार गरेको विषयले सामाजिक सञ्जालहरू तातेको थियो। धेरै मान्छेहरूले एउटा यसलाई सकारात्मक रूपमा लिएका थिए। साथीहरू, देशले चाहेको प्रधानमन्त्री यस्तै हो। कसैको पक्ष अथवा विपक्ष होइन कि देशले के चाहेको छ, देश र जनतालाई कसरी फाइदा हुन्छ भन्ने विषयमा हरेक नेपालीहरू जानु जरुरी छ। देशलाई एउटा निकास दिनु जरुरी छ। देश यस्तो स्वर्ग जस्तो देश चाहिँ अहिले चाहिँ यो स्थितिमा आउनु पक्कै पनि उपल्लो तहमा बसेका नेताहरूले राम्रो काम गर्न नसक्दाको परिणाम हो। साथीहरू, यस विषयमा तपाईलाई के लाग्छ? प्रधानमन्त्रीलाई के भन्न चाहनुहुन्छ? आफूमा लागेको कुरा कमेन्ट गरेर हामीसँग सँगै जोडिनु होला। धन्यवाद।